हामी अब 7 तले झरेर जाँदैछौँ। यो फौज 7 तले हिँडेको हो। खतरा फौज हो यो फौज। यहाँ मेन गाइड हुनुहुन्छ, उहाँ टोपी लाउने, उहाँ हो मेन गाइड चाहिँ है। एकदमै जङ्गलबाट जाने हो हामी। जङ्गलको बिचबाट जाँदै 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 गरेपछि यो यस्तो हो कुरा भनेको। खोला यस्तो छ है, बबाल छ खोला। यो सबै यो भल आउँदैखेरि हो यस्तो भएको। कत्रो चाहिँ आएको भाइ कुरा छोड्नु न। त्यो केटापट्टि जाँदैन सम्झिँदा पनि डर लाग्छ भने कुरा त्यस्तो। मैले आन्टी यता आएको थिएँ होइन, मैले त्यहाँदेखि 50 जना केटाहरू दिने कुरा अम्मके रहेछ। अम्मकै रहेछ त। कहाँ हो अम्मके? दुःख अम्मकै ठाउँ। यो हो अम्मके? यो त होइन। कहाँबाट आयो त अम्मके? अम्मकै यो त साह्रै दामी, साह्रै मिठो हुन्छ नि हो। खोलाको स्थिति नाजुक छ यहाँ पहिरोले गर्दा। जङ्गल अरू जङ्गल जान्छ चिन्डेको नभन्नु है। घरमा होइन जान्छे आइडिया हो क्या संसारमा नि। त्यो अनि त्यो उयो छैन के अरे हाम्रो जुत्ता दोकान गर्ने के अरे यहाँबाट अनि 5 रुपियाँ मुठा किनेर लाँदै 50 मा बेच्दै। बेच्दैन हौ भाइ। त्यो उयोले ल्याइदिँदो रहेछ नि त उसलाई, उसको त्यो ग्राहकहरूले। 5 रुपियाँमा त ल्याउँदैन। कस्तो पत्याउनु हौ, लाँदैन मान्छे 5 रुपियाँमा चाहिँ। मेरो भाइ मेरो भतिज यहाँको मान्छेहरूले 5 रुपियाँमा चाहिँ कारबारै गर्दैन। यहाँको होइन हौ, माथि हौ माया बजारमा। यस्तो चाहिँ खतरा छ यहाँको मान्छेहरू। त्यस्तो बरु बसिरहन्छ केही नखाइ बस्छ कि त्यस्तो काल छ यहाँको मान्छे। मैले पुरै पत्तो लगाइसकेको। त्यस्तो चाहिँ होइन है, त्यो भन्दा पनि गाह्रो हो होइन हो। 5 रुपियाँमा कामै गर्छ। युगल तपाईँको 15 रुपियाँ गोटा काँक्रै बेचेन मान्छे जम्मै छोड्यो भने। होइन हावा हो। अब कस्तो कुरा अङ्कल पनि हावा लाउनु थाल्नु भएको। लु अब भरे आन्टीलाई सोधिहेर्नु। यत्रो चाहिँ अब नमुना हुनु होइन। अब कस्तो कुरा गर्नुहुन्छ बगाएर लिएर भनेपछि अनि कत्रो चाहिँ आएको होला खोला चाहिँ अब यो रेडी आएको थियो होला। चाहिँ काठ दाउरा कस्तो हुन्छ होला आइसकेको छ नि। कताबाट हो? कता हो? बाटो बिग्रेको भयो नि त होइन। खोला खतरा खोला है। कितने म भिडियो गरिरहेको छु। खोलामा छौँ है हामी। तिमीहरू सबैलाई 7 तलेको पिर छ, मलाई चाहिँ एउटा सिलौटो भेटिन्छ कि भन्ने पिर चाहिँ लग्दिनलाई के गर्नु हो। उनको छमा तारा त के हो र, तारा त के हो र, पल्लो छेउमा
कसले यहाँ आएर थापेको यो दाले पनि मान्छे यो बाटो साह्रो छ यो बाटो यो सजिलो कहिले अब निस्किने बाटो पनि बाटो चाहिँ खतरा चढ्दैछौँ हामी अहिले गाइड अगाडि ए आऊ है यिनीहरू त खिचाइ गर्छन् नि अहिले खेतमा पानी आयो भने अहिले हेर्नै पाइँदैन बाटो देख्दैन उता लाग्छ यही छ सुम्बकै भनिरहेको हुन्छ नि त्यही हो सानो गाना चल्दैछ होइन पाएको थिएन भर्खर बोक्यो अम्बक्यो फल्ने बेला भएको ओ जङ्गल जाने मान्छे हो हामी जङ्गल राजा जङ्गल जाने जङ्गल जाने खुट्टा धुप्पी नलिहाल्यो छ तपाईँहरूको बाल्दिन हुन्छ नि अब ल्याइएन यसो फुल राखेर ढोक्दा हुन्छ ओइ आऊ छिटो ठुलो छ नि त झार्दै थिएन खोइ अरियल जस्तो किन झार्थ्यो म त्यो जाँदै जान्दैन नि अरिङ्गल कहाँ पोकै छ ऊ हेर्नु मैले चाहिँ देखिनँ यहाँ हौ मलाई त म ए अँ रहेछ नि अरिङ्गल नहाले अरिङ्गल पनि भन्ने कुरा चाहिँ यही हो है साथी हो ए अरिङ्गल भातैको सातो खान्थेँ म पहिला कति खाएको मैले झन् दाजु र बुवाहरूसँग जान्थेँ एक दिन रमेश र मनोज मुकेशको दाजु लिएर गएँ कि ऊ त्यहाँ छ झार्नु चाहिँ रुखमा चढ्नु सक्यो झार्नु बल्ल बल्ल भएर यस्तो माथि कहाँबाट गएर झटारोले यस्तो काटेर हान्दै गयो भने झरेर अनि केटाले यस्तो नाथे जङ्ग बाँधा साँधाले झारेको जम्मै खाने छिटो आ छिटो कुद्दै अब अहिले आए जति हिँड्नुपर्छ धेरै हिँड्नुपर्छ आउनु आउनु 1.5-2 किलोमिटर चाहिँ भयो मात्रै हिँड्नु त कहाँ गल्ली छ र मतलब हुन्छ त चाहिँ घाम लाग्दिएको झन् मजा आउँछ होइन अब सकिँदैन हाम्रो यस्तो ठिक विदेशबाट यो किन किनिसक्यो है बेसी पोल्टेको कमायो त्यसले अलिकति है बुढी मान्छे तगडा छ त्यो बहिनी रुख अहिले चढ्नु डाँडापाखा यस्तो छ बाफरे सिंहदेवी सिंहदेवी मन्दिरमा जानु पर्यो कहाँनिर हो आमा उतै हेर्नु न यो त झन् म त हेर्नु लाग्यो यो माथि होइन देखिरहेको छ मन्दिरहरू उहाँ देख्नुभयो कहाँनिर यो यता देख्नुभयो नि यतै मन्दिर हो त्यही हो देख्नु पनि हुँदैन जय भगवान् रक्षा गर्दै त्यो माथि डाँडो चाहिँ कस्तो खतरा हो
केरा चाहिँ देखेको नि सुरु कहिले लड्दैन लड्दैन त्यस्तो कथामा अब यहाँ बस्ती छ नि यो सरकारी जङ्गल हो सबै त्यो जङ्गल चाहिँ अँ त्यो सबै त होइन नि यो निजी बारी थुप्रो छ एकछिन अलिक माथि गएर बस्नु हेरौँ खिचौँ चियाबारी पनि रहेछ हौ यहाँ हाडो उकालो यो चियापत्ती काटे नि रहेछ क्लिन बडी भइहाल्छ त्यसले कस्तो लाएर टिप्न टिपेछ तर यो बिक्ने खालको देखि अब ट्रेकिङ हामी हेरिरहेको छौँ जय शिव भगवान बाख्राको फेरि गएको मन्दिर बनाएको